What are you reading? Okay, sing. Keep going. Hey, keep going, hey. ल विद्यार्थीहरु रमाइला आज सिद्ध गुफा माथि डाँडामा पुग्नेछ ल हाम्रो डेस्टिनेसन त्यहाँ माथि ए केटी हो अरु खै त अरु ग्रुप आउँदैछ फर्स्ट बेस क्याम्प अफ सिद्ध केपको पहिलो बेस क्याम्पमा आइपुग्यो हामी है यहाँ सेकेन्ड बेस क्याम्प छ यहाँ फर्स्ट बेस क्याम्प जाँदै उकालो जाँदै बच्चाहरूसँग उकालो उक्लिँदै पऱ्यो विमल नगर दामी हाम्रो नेपालको त खतरा छ नि मर्स्याङ्दी नदी माथिबाट चाहिँ दामी भ्यू आउँछ त्यहाँ माथि पुग्नु छ खै चियर्स ल खै एकचोटि वान्स खै चियर्स गरे खै पोजे दिएन रुन्छ भाइ पनि गएर भाइलाई अलिकति निकाल्नु पर्यो खै हाँसेको
कति जुम गर्नु मानेको के विमल नगरमाथि रहेको बन्दीपुरमा रहेको बन्दीपुर स्थित विमल नगरमाथि रहेको एसियाकै सबैभन्दा ठुलो सिद्धदेवभित्र हामी चाहिँ आज जाँदैछौँ। यो चाहिँ बहुत डेन्जरस ठुलो छ। यसो सानो एउटा क्लिप चाहिँ हामी तपाईँहरू समक्ष पुर्याउँदैछु। जाडो गर्मी महिनामा यहाँ आउनलाई गाह्रो छ, तर यहाँ आएपछि चाहिँ धेरै शीतल चिसो नेचुरली अब चिसो हुन्छ यहाँ पनि चिसो हुन्छ यता। कति शीतल आउँछ ज्याकेट ल्याउनु पर्ने मलाई नजिक हुन्छ नि लिङ हुन्छ नि नजिक बस्छ नि हो उसले मात्रै बुझ्छ क्या यहाँको स्ट्रक्चरहरू है यो जाडोमा तातो हुन्छ तातोमा चिसो यसको विशेषता यही हो जति घाम लाग्यो नि यहाँ जति त्यति चिसो हुन्छ यहाँ भोलि जाडोमा पनि तातो हुन्छ है हल्ला अरू प्लिज है गुफाभित्र इन्ट्री हुँदैछ यत्रो विद्यार्थी लिएर। यहाँ बाटो हेरेर डोरी समाज डोरी
The biggest cave in the Himalayas. Hey, अर्को भयो. जे सोचे त्यही हुन्छ नि इमेजिन गरे त्यही हुन्छ ब्युटिफुल आर्किटेक्चर क्रिएटेड बाइ द नेचर यताबाट Go. तल छ नि ठाउँ कता अनि यहाँबाटै जाने ठाउँ त्यही कता हो ये उनका गुफा है
100 मिटरभन्दा माथि 100-150 मिटर 150 मिटर होला हाइट को 45 मिटर हाइट हो यो है अहिले तपाईँले भनिदिनु सर यसको पल भनिदिनु नि यो यहाँ कुनै बार रेलिङ केही छैन मान्छे खसिने डाइरेक्ट तल हो त्यहाँबाट उतैसम्म सम्म छ तपाईँको सबै लाइट नबाल्नु न त्यता उतैसम्म सम्म छ होइन त्यहाँबाट 35 मिटर माथि गएपछि अर्को पल छ भन्नु भने सर अघि पल छ भन्थ्यो नि पुऱ्यो भने पुऱ्यो त्यो त्यही पलबाट तपाईँको यहाँ एडभेन्चर गर्ने हो क्या तपाईँको ऱ्याप्लिङ भन्ने लेख्छ नि बोर्डमा पुरा दोरीबाट झुन्डेर झर्ने ठाउँ हो यही हो क्या त्यहाँबाट 35 मिटर यहाँ झर्छ होइन त्यहाँबाट यहाँ ठाडो परेको ढुङ्गा छ त्यहाँ 3टा क्लिप छ कि डिल गरिराखेको क्लिप छ त्यो क्लिपमा दोरीहरू झुन्डेर यहाँ तल जाने यो गेम खेल्न हो क्लाइम्बिङहरुको त्यो माथिबाट चढेर नि यता झर्छन् यता झर्ने बाहिर आउटसाइडबाट आउने बाहिरबाट आउने ठाउँ अनि अक्सिजन त्यहीबाट बाहिरको चिसो थियो नि तपाईँहरूलाई त्यहीबाटको अक्सिजन सबै यसरी सर्कुलर हुन्छ यसरी जाने है यो गुफा चाहिँ तपाईँको यो गुफा पत्ता लाग्यो तपाईँलाई यो गुफा पत्ता लाग्यो भाइ बहिनी अहिले 37 वर्ष भयो 2044 साल चैत्र 13 गते रामनवमीको दिनमा हो यो गुफा पत्ता लाग्ने बुढाको घर यही माथि छ घर एउटा घर देख्नु भएको सर माथि हो त्यही बुढा चन्द्रबहादुर थापा हुन्छ उहाँ दिनमा यता आउनुहुन्छ अलिक चाँडै भयो तपाईँहरू अलिक पछि आयो भने उहाँलाई देख्नुहुन्छ उहाँले पत्ता लगायो कि उहाँले चाहिँ यताबाट झरेको होइन यताबाट झर्न कोसिस गरेको सकेन अनि त्यहाँ हावा आयो यसको अर्को पली छ भने त्यहाँबाट फेरि छिरेर आयो क्या यो अब तपाईँहरू एकताल अब गर्ने मिस सबैले बत्ती मारेर एकताल कतिको अँध्यारो हुन्छ फिल गर्ने रे बाबुलाई हेर है सबैले यो बाबुलाई सेतो कमल आएको नि हेर बाबु बत्ती मार तिम्रो यहाँ चमेराको आवाज सुन्ने होइन पानीको आवाज सुन्ने के 2 मिनट एकदम सानो बसेपछि बल्ल है यहाँ माथि जानु सक्यो उ त्यहाँ माथि अक्सिजन कम हुन्छ त्यहाँ उ त्यहाँनिर ओइ सबैको सेक्सन तपाईँ भन्नु भएको सेक्सन भयो भन्नु ओइ तिम्रो चुप लाग्यो कति हो यो हो लाइन मिलाएर
यता बाबा यता मेरो त लाइटै सकियो ब्याट्रीले कुछ सोची सो हवाले मोरी दिललाई आँखाको सराले कोही काहीँ मोतिर नि टाटो सिद्धियो अपलोड गर्नु है
Let's go.